चेन्ज गरे यो थीमको ठाउँ मैले चाहिँ एउटा अब वार्स लेख्न गइरहेको छु वार्स WARSA वार्स मैले चाहिँ लेखिरहेको छु वार्स लेखेर अब म यसलाई अलिकति रन गराउन खोजेँ अर्थात् निटमा रन गराउन यो रेन्डरिङ भइराखेको छ यो रेन्डरिङ भएपछि वार्समा यस्तो किसिमको आयो अब म चाहिँ यसलाई अनार बार BOR अब यसलाई चाहिँ निट गराएँ रेन्डरिङ भइरहेछन् ल यानी अघि सर म्यामले चाहिँ थीम यहाँ अघिवाला थीम यही छ यो ब्लू हेर्दै हुनुहुन्थ्यो अब यहाँ थीम चाहिँ अनार बारमा यस्तो चेन्ज भएर ल अर्थात् अघिको अर्कै किसिमको हाम्रो के अरे स्लाइड थियो अब अहिले स्लाइड अलि अर्कै किसिमको आयो त्यसकारण यो थीमहरू चेन्ज गरेर सर म्यामले चाहिँ यसलाई चाहिँ स्लाइड्सलाई अझ राम्रो बनाउन सक्नुहुन्छ यो एउटा थीमको कुरो मैले गरेँ यहाँसम्म त्यसपछि मैले यहाँहरू समक्ष एउटा मेन इम्पोर्टेन्ट यो अलिकति यसमा जुन छ नि यो साइटेसनमा म अलिकति यहाँलाई मैले कुरो गर्न खोजिरहेको थिएँ साइटेसनमा यसको साइटेसन अलि अर्कै किसिमको छ अब साइटेसनको लागि के गरिदिनुपर्छ सर म्यामहरूले जस्तो एउटा मैले यहाँ यो एउटा biblio.bib अर्थात् बिब फाइल यहाँहरूले बनाउनु पर्छ यसैमा एउटा बिब फाइल बनाउनु पर्छन् हैन र अब यो बिब फाइलको लागि के गर्नुस् जस्तो यहाँ प्लस जुन छ यो प्लसमा क्लिक गरिदिनु होला यहाँ क्लिक गरिदिनु होला यहाँ क्लिक गरेपछि त्यसपछि जस्तो मैले यहाँहरूले चाहिँ जस्तो यहाँ आएपछि जस्तो यहाँ मैले गुगल स्कलरमा आएँ गुगल स्कलरमा आएपछि मैले यहाँ क्लिक गरेपछि सरहरू हेर्दै हुनुहुन्छ अब यहाँ जस्तो मेरो चाहिँ यहाँ अहिले जर्नल अफ नेपाल म्याथमेटिकल सोसाइटी यहाँ जुन छन् यहाँ एउटा पेपर चाहिँ पब्लिस्ड भएको छ हाम्रो यो नेपाल म्याथमेटिकल सोसाइटीमा मैले यहाँ तल यहाँ हेर्दै हुनुहुन्छ साइट लेखिरहेको छ साइटमा मैले क्लिक गरेँ साइटमा क्लिक गरेपछि जस्तो यहाँ म एपीए स्टाइल खोजिरहेको छु एपीए स्टाइलमा क्लिक गरेँ त्यसपछि यहाँ साइडमा बिबटेक लेखिरहेको छ बिबटेकमा क्लिक गरेँ ल बिबटेकमा क्लिक गरेपछि यस्तो किसिमको हामी हेरिरहेको छु यसलाई तुरन्त हामी कपी गरि लिन्छौँ यसलाई कपी गरि लिन्छौँ कपी गरेर जुन हामी यहाँ आर
आर मा यहाँ जुन हामी एउटा नयाँ नोट स्क्रिप्ट नयाँ स्क्रिप्टमा तुरंत यहाँ हामी जुन छन् पेस्ट गरिदिन्छौँ। बस पेस्ट गरेर यसलाई सेभ गरिदिन्छौँ। पेस्ट गरेर कहाँ सेभ गर्छौँ त जुन फोल्डर हामी बनाएछौँ जुन फोल्डरमा हाम्रो यो जुन छन् हामीले यो काम गरिरहेछौँ त्यही फोल्डरमा त्यसलाई चाहिँ सेभ गर्छौँ। हामी सेभ गरेर त्यस फाइलको नाम चाहिँ हामी .bib राख्नु होला। अगाडि जे मन लाग्छ त्यो राख्नु होला। बिब्लियोग्राफी .bib मैले चाहिँ यो फाइलको नाम यहाँ राखेको छु biblio.bib। यो जुन छन् राखेपछि अनि यहाँहरूले के गरिदिनु पर्छ त कि जस्तो यहाँहरूले के गरिदिनु पर्छ जस्तो यहाँ जुन छन् यहाँ हामी यो जुन हेरिरहेको छु यो कीको रूपमा आउँछन् त्यही कीलाई कपी गरेर यहाँ जुन छन् हामी यहाँ राख्ने गरेका छौँ। यो ल हेर्नु यो जुन छन् त्यही कीलाई कपी गरेर यस्तो किसिमको हामी राख्ने गरेका छौँ। र एउटा कुरो ध्यान दिनु होला यो स्क्वायर ब्रैकेट भित्र यानी दुई किसिमको हाम्रो साइटेसन छन्। एउटा प्यारेन्थेटिकल साइटेसन र एउटा नैरेटिभ साइटेसन। तो नैरेटिभ साइटेसन सुरुमा लेखिन्छ, प्यारेन्थेटिकल साइटेसन लास्टमा हुन्छ। त लास्टको जुन छन् लेख्दाखेरि यसमा के छन् यो स्क्वायर ब्रैकेट भित्र राख्नुहुन्छ। अनि गएर यहाँ जस्तो अघि मैले सरहरूलाई जुन स्लाइड मैले देखाएँ यहाँ स्लाइड जुन सरहरूलाई देखाइरहेको छु यो स्लाइडमा जस्तो हेर्नु यो आफै यहाँ प्यारेन्थेटिकल यो एपीए स्टाइलमा यानी सरनेम र इयर एपीए स्टाइलमा त्यो आफै आयो। अर्थात् यो बाइ डिफल्ट लिन्छ। तर यहाँ एउटा काम के गरिदिनु पर्छ सर म्यामले यहाँ एउटा काम के गरिदिनु पर्छ जस्तो यहाँ कुन स्टाइलको चाहियो त एपीए स्टाइलमा चाहियो कि एमएलए स्टाइलमा चाहियो कुन स्टाइलमा चाहियो यसको लागि के गरिदिनु पर्छ सरहरूले यहाँ त्यसको लागि सर म्यामले के गरिदिनु पर्छ त यहाँ जोटेरो साइटेसन स्टाइल में जानु होला। जोटेरो साइटेसन स्टाइल्स यहाँ तल देखिरहेको छ। यहाँ क्लिक गर्नु होला। सर म्याम हेर्दै हुनुहुन्छ? हेलो हजुर एक कार्ड ल ओके। अब हेर्दै हुनुहुन्छ यो जोटेरो स्टाइल रेपोजिटरी हेरिरहेछ सर हेरिरहेछ। ल यहीँनिर क्लिक गरिदिनु। यहीँनिर क्लिक गरिदिएपछि यहाँलाई अब यही टाइटल सर्च लेखिरहेछन्। यो टाइटल सर्चमा यहाँलाई कुन स्टाइलको चाहियो त मलाई एपीए स्टाइल चाहियो त एपीए लेख्ने बित्तिकै यहाँ एपीए को थुप्रै आउँछन्। एपीए 6 स्टाइल एपीए 6 अब मलाई चाहिएको छ एपीए 7 स्टाइल। बस यही क्लिक गरिदिनुहुन्छ त्यो आफै डाउनलोड भइहाल्छ। यही क्लिक गरिदिएपछि त्यो आफै डाउनलोड हुन्छ र त्यो डाउनलोड जुन फाइल छ जुन फोल्डरमा काम गर्दै हुनुहुन्छ त्यही फोल्डरमा लगेर हाल्दिनु। त्यही फोल्डरमा लगेर हाल्दिनु। त्यही मैले हालेको छु। त्यो फोल्डरको त्यो फाइलको जुन छ नाम जुन छ एपीए हुन्छ र .csl आफैले लेख्दिनु होला। त्यो जुन छ अर्थात् साइटेसन स्टाइल अर्थात् एपीए साइटेसन स्टाइल हुन्छ। अब यो एपीए साइटेसन स्टाइल गरिदिएपछि तो अब हामी जुन यहाँ स्लाइड्सहरु जुन देखिरहेछौं यी स्लाइड्सहरु
एपीए यहाँ जुन छ नि यो जुन छ एपीए स्टाइलमा यो सब दिइरहेछ यो जुन छ एपीए स्टाइलमा छ यो जुन छ प्यारेन्थेटिकल साइटेसन भयो र यो चाहिँ न्यारेटिभ साइटेसन भयो किनभने यो व्यक्ति सेज दैट भनिरहेछन् र यो लास्टमा छ यो जुन छ खास गरी यो साइटेसनको कुरो मैले चाहिँ यहाँहरूलाई गरे अब साइटेसनको कुरो गरिसकेपछि म यहाँलाई अलिकति फिगरलाई इन्स्टल गर्ने कुनै फिगरलाई हामी कसरी इन्स्टल गर्ने त फिगर इन्स्टलको लागि यहाँ जुन छन् साइन अफ इन्क्लामेसन यो दिने त्यसपछि स्क्वायर ब्र्याकेट त्यसपछि स्मल ब्र्याकेट त्यसपछि मिडल ब्र्याकेट यो जुन हामी फोल्डर बनाएर राखेका हुन्छौं त्यो फोल्डरमा यो फिगर नेम चाहिँ जस्तो मैले यहाँ राखेको छु आर फिगर 4 राखेको छु अब यो ल्याटेक्समा के हुन्छ टेक्स्ट स्टुडियोमा के हुन्छन् कि एक्सटेन्सन फाइल दिनु पर्दैन त्यो सिधै आर फिगर 4 लेखेपछि त्यहाँ चाहिँ इन्स्टल भइहाल्छन् तर आर स्टुडियोमा जुन छन् एक्सटेन्सन फाइल दिनुपर्छ अर्थात् आर फिगर 4.png अब यो त फिगरको साइज भइहाल्यो यो दिनुहुन्छ अनि चाहिँ यो फिगर आउँछ जस्तो यहाँ फिगर आएको छ यो फिगर इन्स्टलेसनको कुरो एउटा गरे साइटेसनको कुरो गरे त्यसपछि त्यसपछि यहाँ फिगर YAML को कुरो गरे त्यसपछि यिनीहरु जुन छन् हेर्दै हुनुहुन्छ त्यो सब मार्कडाउन टेक्स्ट को कुरो भयो र एउटा आर चंक को कुरो म अब यहाँ गरिरहेको छु यहाँहरुलाई आर चंक जस्तो यही लेखिरहेको छु यसलाई चाहिँ हामी आर चंक भन्छौं यो मैले इको ट्रू किन दिएको छु इको ट्रू दिनुको मतलब जस्तो इको फल्स गरिदिनु हुन्छ त यो त्यहाँ यी कुरोहरु त्यहाँ रन हुँदैन ट्रू गरेपछि त्यहाँ रन भइहाल्यो यो सबै कुरो त्यहाँ लेखेर आछन् अब यो आर चंक यही आर चंक हो यसैले यहाँ एक जस्तो मानौ न यहाँ मैले चाहिँ 2 लेखे अब 2 नलेखेर म यहाँ लेखिरहेको छु 5 लेखेपछि अब यहाँ मैले चाहिँ यही राइट साइडमा यही मैले चाहिँ क्लिक गरे ल क्लिक गर्ने बित्तिकै 8 आइहाल्यो अर्थात् यो जुन छन् यो 8 दिने काम आर को हो यो आर स्टुडियो को काम होइन यो आर को काम हो र यो जुन छन् यो 8 यो जुन चंकलाई यो मैले जो रन गराएपछि जुन 8 आयो 8 यहाँ माथि जुन हामी लेखिरहेका छौं यहाँ यो जुन यहाँले मैले अघि बताएको छु मिटर यो हो यसैको काम हो यो भएपछि मात्र त्यसले 8 दिन्छ अदरवाइज दिँदैन त्यसकारण यसलाई चाहिँ कट नगर्नु होला यसलाई राख्नु होला यो जुन छन् मैले आर यो जुन छन् चंक को एउटा यो गरे अर्को चंकै यहाँ चंक भित्रै यो अघि जुन छन् यहाँहरुले जुन के भन्छन् यो पाई चार्ट जुन हेर्नु भएको छन् त्यो 3D मा हो यो पनि त्यही चंककै कुरोहरु छन् यो सब जुन छन् आर कोड हो र आर कोड हो र यही जुन छन् यही यसैलाई रन गराएपछि यस्तो किसिमको यहाँ आइरहेछन् र यो यहाँ यही आइरहेछ र त्यसपछि रेफरेन्सेस हो यति कुरो चाहिँ मैले चाहिँ यहाँहरु समक्ष आज गरे थ्यांक यू सर सर सुन्दै हुनुहुन्छ हजुर हजुर थ्यांक यू